तरिकाले ओपन गरेर यसको उल्टो र सुल्टो भाग छ यसलाई तल झार्ने यो भाग चाहिँ एउटा भाग एउटा दुईटा है यसलाई यहाँ छिराउने यसरी यहाँ हाम्रो बोर्डर बस्छ बोर्डर देख्नुभयो तपाईँले यो बोर्डर बसिरहेको हुन्छ यहाँनिर त्यो बोर्डर अनुसार तपाईँले याद गर्नु पर्यो यसलाई यो तरिकाले के गर्नुहुन्छ अब तीनटा छिराउनु भयो बुझ्नु भयो तीनटा छिराउनु अब यसलाई मुनिको भाग झारिदिनु तपाईँले सिधा सबै झारिदिने अनि यसलाई यसरी मिलाउने जहिले पनि यो हाम्रो के हुनु पर्यो त सेन्टर लाइट चाहिँ फोकस हुनु पर्यो तपाईँले यो सेन्टर राख्नु यहाँ टेबलको सेन्टरमा यसलाई मिलाएर राख्नु भएको छ भने तपाईँको टाइम चाहिँ के हुँदैन त वेस्ट हुँदैन भन्ने कुरा बुझ्नु पर्यो हामीले किनभने यो साइड तपाईँको यो साइड त्यो साइड र यो साइड एक्ज्याक्ट मिल्छ हामीले यसलाई चाहिँ के गर्नु पर्यो त सेन्टरमा मिलाउनु पर्यो इफ यो सेन्टरमा भएन यतातिर धेरै भयो भने हेर्नुहोस् त यो साइड थोरै भयो यो साइड धेरै भएर आइरहेको छ भन्ने बुझ्नु पर्यो हामी बुझ्नु सो टेबल क्लोथ किनभने हामीले वन्स इन्डस्ट्रीमा गइसकेपछि तपाईँको विदिन अ मिनेटमा हामीले कतिवटा टेबल सेटअप गर्नुपर्छ त्यो हुँदाखेरि आफू पनि के हुनु पर्यो त अलिकति फास्ट मुभमेन्ट चाहिँ राख्नु पर्यो आफूले ढिलो गरेर भयो भने कसरी छिटो हुन्छ त्यो तरिकाले सोच्नु पर्यो तपाईँले हो काटाकुचुक पारेर फाल्नु र यो तरिकाले फाल्नु इट कुड बी भेरी फास्ट यु है अलिकति छिटो बस्छ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो हामीले बुझ्यौँ टेबल सेटिङ यो तरिकाले कतिले के गरेर हुन्छ त टेबल सेटअप नर्मली यो आइरहेको हुन्छ अनि यसरी मिलाउँछ यो भयो म बिचमा छु यसरी मिलिरहेको हुन्छ यसलाई अनि के हुन्छ फुत्त फालो यसलाई यसरी मिलाउनु पर्यो जो प्रोफेसनल अलिकति प्रोफेसनल भयो किनभने हाम्रो टेबल क्लथ लन्ड्रीबाट आउँछ तपाईँले यसरी काचाकुचुक पार्नुभयो भने त्यो अझ के हुन्छ त बिग्रिनु सक्छ अझ नराम्रो देखिन सक्छ त्यसले गर्दाखेरि चाहिँ त्यो तरिकाले भन्दाखेरि पनि अघि मैले भनेको थिएँ त्यो अलरेडी पट्याएर आएको हुन्छ पट्याएर टक्कसँग सुरुमै हेर्ने कुन तरिकाले पट्याइरहेको छ त्यसलाई ओपन गर्ने अम्ला हाल्ने त्यसपछि एउटा फुत्त फाल्ने मिलाउने त्यो हुँदाखेरि तपाईँको टाइम पनि सेभ हो तपाईँ यहाँ गएर त्यहाँ गएर त्यहाँ गएर यहाँ गएर वरिपरि हेर्नु परेन वन्स हाल्ने बित्तिकै टक्क टेबल क्लथ हाल्ने बित्तिकै अनि टाइमको सेटअप भन्ने तरिकाले जाँदाखेरि भइहाल्यो बुझ्नु भयो यो सेटअप भयो पुस